हेलो सेवा र नमस्ते सबैजनालाई वेलकम छ फेरि पनि मेरो कल पूजा युट्युब च्यानलमा। अनि के छ त साथीहरू, तपाईँहरूको नयाँ नौलो खबर मेरो चाहिँ भन्नुहुन्छ नि एकदमै ठिक छ भन्नु होला नि है। ठिकै छ, बाँचेकै छ। हाम्रो चाहिँ 7 बजे यसरी बस लाग्छ घर अगाडिबाट, एउटा पुन्टे गाडी होइन। अनि यहाँहरूलाई फेरि पनि स्वागत गरेँ मेरो गाउँले पूजा युट्युब च्यानलको अर्को नयाँ भिडियोमा। अनि साथीहरू के छ त खबर, हालखबर के गर्दै हुनुहुन्छ, कता कताबाट हेर्दै हुनुहुन्छ। अनि आज पनि भिडियो लिएर आइसकेको छु साथीहरू। कस्तो लाग्छ हेरेर साथ दिनु होला। मलाई चाहिँ अल्छी लागिरहेछ आफैलाई चाहिँ, तपाईँहरू चाहिँ अल्छी नमानिकन हेरिदिनु होला भन्ने विनम्र अनुरोध गर्दछु। कस्तो अल्छी लाग्छ तर नि, बिहानको 7 बजेको चाहिँ यति चर्को घाम लागेको छ, यस्तो चर्को घाम लागेको छ होइन। अनि मैले हिजो बेलुका साँझतिर 4-5 बजेतिर म पारी जङ्गलतिर गएर सुँगुरलाई चारो काटेर ल्याएको छु होइन। अनि अब काम धेरै छ कि मेरो, अब अहिले आज फेरि शनिबार हो होइन। अनि त्यही चारो काटकुट गरेर पकाउनु छ होइन। त्यो भिडियो पनि थोरै राखिदिनुलाई बिचमा, चारो काटेको पनि होइन, जङ्गलको पनि। अनि राखिदिनेछु साथीहरू। छैन भिडियो त्यस्तो खासै त्यस्तो केही पनि हुँदैन त्यतिकै। आज शनिबार हो, छुट्टी छ, केटाकेटीको पनि बच्चाहरूको पनि छुट्टी छ। अनि त्यतिकै घर सरसफाइ गर्ने। जङ्गल जाऊँ भनेको जङ्गलमा हात्ती आएको छ अरे, हात्ती आएर मरेछ हो। जङ्गल जानु पनि डर मर्नु भयो। अनि त्यही भएर घरमै अब हेर्नु न साथीहरू, यस्तो घाम लागेको छ टलक्क। के भन्नुहुन्छ भने मेरो बाख्राको खोर घर अगाडि छ ठ्याक्कै, यसलाई पछि हटाउनु पर्ने छ होइन। अहिले चाहिँ काम चलाउ सरकारको लागि हो। हेर्नु न आकाश कस्तो राम्रो खुलेको छ नि। ल है त गाइजहरू, हेर्दै गर्नु होला। मेरो भिडियो यस्तै हुन्छ, सादा जीवन, उच्च विचार, सिम्पल लिभिङ, हाई थिङ्किङ भन्नु पनि नमिल्ने यस्ता हुन्छ हाई थिङ्किङ भएको मान्छे होइन। एउटा भिडियो बनाउनु अल्छी लाग्ने मान्छे, घन्टै नै सोच्नै नसक्ने मान्छे नै हुन्छ हाई थिङ्किङ। ल है त गाइजहरू, मेरो चाहिँ भन्नुहुन्छ भने अब काम मेरो चाहिँ भन्नुहुन्छ भने हिजो ल्याएको त्यो मेरो सोल्टीको लागि खाना बनाउनु छ। हेर्दै गर्नु होला है। भगवान, सुँगुरलाई चारो खोज्न गाह्रो भयो नि। नखै पाल्दा हुँदैन र भन्नु जस्तो। हेर्नु होला गाइजहरू, मैले यति काटेको छु होइन। मेरो काले सोल्टीको लागि हो। अनि अब यसलाई काटेर मात्रै पनि भएन, यो घर लानु पर्यो। यो बोरामा लगाएर भारी त पुगेको छैन र पनि लामखुट्टेले खायो, उदेक गरी लामखुट्टेले खायो। त्यही भएर अब भारी लगाएर जानु पर्ला भनेको। दिदीले काट्दै हुनुहुन्छ अझै। लामखुट्टेले देख्नुभयो मेरो नङमा लामखुट्टे, हेर्नु न नङमा पनि छोड्दैन। यति धेरै छ नि लामखुट्टे, हेर्नु न यहाँ लामखुट्टेलाई चाहिँ। हात कामिसक्यो मेरो।
गाई चरो भारी लाउनु पर्ने हुन्छ। रात परो जङ्गलमा चिर टेर 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 गर्दै झाङकुरी कराउनु थाल्यो, झ्याङ 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 गर्दै। जति लगाएको त्यति नै देख्छु। तर यहाँ सफाको बुट्टाहरू सबै छ, माग्दैन त खाँदा हुन्छ। लामखुट्टे ल्याऊ, आमामा यस्तो गोलाई घुमिरहेको जिउ गरी पनि। मच्छरको खाजा हुनु छैन, घर चल्ने हो, सिमा झ्याक्ने। यो बाउपट्टि न आमापट्टिकोलाई किन पोसाउनु मच्छरलाई। रात परो गाईहरू झाङकुरी कराउनु थाल्यो जङ्गलमा। ल लागेको अब सोल्टीको खाना बोकेर घर लाग्यो हामी चाहिँ। ए यो भुसुमा खाइदिन्छ होला, मुखमा पस्छ बरु आँखामा पस्छ। के होला यो आँखामा पस्नुपर्ने यिनीहरूको कारण चाहिँ? ए मुखमा पस्छ नि, खाइदिन्थ्यो बरु चप्याक चप्याक। चिचीको पनि लो, पापाको पनि लो, हाम्रो दिदीलाई एक डोको चारो बोकेर दाउरा पनि अझै टिप्दै। यस्तो छ गाउँले जिन्दगी। यसरी काट्नुपर्छ मेरो सोल्टीको लागि। जङ्गलमा गएर खोजेर ल्यायो, अनि घरमा ल्याएपछि यस्तै गऱ्यो, काट्यो। कति कति गाह्रो छ, कति साह्रो छ जाँगर लाउनु पाल्नु। यसरी काटेपछि चाहिँ नि मैले होइन यस्तोमा यहाँ राखेर काट्छु। अनि यहाँ बहिनीले अलिकति छोरीले माने यो चारो पनि ल्याइदिएको छ। यो भयो भने अलिक नरम हुन्छ नि त, योमा चाहिँ अलिक खस्रो हुन्छ भन्ने हुन्छ। तर मजाले पाक्छ, मजाले मलहरू लाएर पकाउनुपर्छ, मस्त राम्ररी पाक्छ। म तपाईँहरूलाई पुरा एकदम डिटेलमा चाहिँ भिडियोहरू देखाउन सक्दिनँ है, अब किनभने भिडियो एकदमै लामो हुन्छ कि होइन। अनि लामो भिडियोहरू हेर्न अल्छी लाग्छ आफूलाई पनि अरूलाई पनि भनेर मैले चाहिँ थोरै थोरै देखाउँछु, बुझ्नु होला है। बिहान बिहानै गाउँ एक चक्कर घुमेर आएर काम गर्दैछ मेरो छोरीले। आज शनिबार हो नि त, र पनि उसलाई त खै के भएको नि, बिहान उठ्नु बित्तिकै तल 2-3 घर नडुले त चित्तै बुझ्दैन हौ। के भएको यो कुम्बालिली गुस्सा भनेको यस्तै हुन्छ। आफ्नो घरमा काम गर्न अल्छी लाग्छ अरे। अर्काकोमा त आमामा फुर्काएर हो किन कम्ती काम गर्दैन फेरि। अरूकोमा त थोरै ओराएर फेरि मोबाइल हेरिदिनुहुन्छ, आज ओराएपछि ओराकै। त्यस्तो छ छोराछोरी। तर जे भने पनि सघाउँछ नि काम त लास्टै। सुँगुरले अघिदेखि बोलाइरहेको छ, पर मकै लिएर आइज भन्दैछ सुनालाई। सुँगुरले हौ आज छोडिरहेको हुन्छ कहिले कहिले हो र। म देख्दा त खाइरहेको हुन्छ त नि। ए मसँग चाहिँ डराएको। गाउँले पर्यो साथीहरू, अलिअलि यसो गरे यस्तो गरिदिनुपर्छ होइन। अब पालो आयो मेरो कुखुराको। आउनु आऊ
आऊ आऊ आऊ आऊ आऊ आऊ कुखुराको बारी चारो दिनु पर्छ नत्र यिनीहरूले ठुँगेर मार्छ मलाई ल उनीहरूको आमा चाहिँ पुरा बसिरहेछ कुनामा सुत्केरी अन्डा लिएर सुत्केरी भएको हो कि हुनेवाला हो के भन्नु त्यस्तोलाई चल्ला काट्नलाई बसिरहेछ यिनीहरू चाहिँ बाहिर बिजोग हुँदै कुद्छ अर्कोलाई पनि दिनु पर्यो अब अर्कोलाई पनि दिनुपर्छ किनकि मसँग कुखुरा दुई खालको छ क्या यो लोकल भयो होइन यो लोकल भयो अर्को छ यहाँ गिरिराज यो त कति कान्छो हो तिनीहरूभन्दा ओए 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 किन लडाइँ गरेको कति कान्छो हो तर यो जामा लाउनेहरूलाई चाहिँ 90 रुपियाँ केजीको चारो खुवाउनुपर्छ नि त यस्तो बजारे त्यो भएको भएर अलिक छिटो बढ्छ क्या यिनीहरू चाहिँ भोलिपर्सि दसैँमा बेच्न पनि हुन्छ भनेर पालेको तर यिनीहरूको खोर सफा गर्ने बेला भएको छ बाहिर निकालेर अहिले सफा गरौँला गाई चरो अनि पानी खाने भाँडो चाहिँ यता छिराछ लाटो हुन्छ क्या कुखुराहरू चाहिँ लोकल जस्तो अलिक चलाक हुँदैन यो चाहिँ 6 वटा छ ज्यादा फोहोर भयो यिनीहरू सफा नगरेर अब यिनीहरूलाई यसमा पानी भरिदिन्छु यसरी राखिदिएपछि दिनभरिलाई पानी पनि पुग्छ होइन चारो चाहिँ भरे अलिकति थपिदिनुपर्छ पानी चाहिँ दिनभरिलाई पुग्छ ल त साथीहरू जसले अहिलेसम्म मेरो भिडियो हेरिदिनु भयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद ल बाई बाई गाइजहरू